नमस्ते वेलकम टु आवर च्यानल त अनि भन् के 3 2 1 गो नमस्ते वेलकम टु आवर च्यानल आज चाहिँ हामी मुकब्याङ गर्दैछौँ मेरो लक्ष्मी चाहिँ आधी जति चाहिँ अघि नै खाइसक्यो कन्ट्रोल भएन रे यो कोकै हो भनेर देखिने खालको गिलास नकिनी भने लक्ष्मी है यसमा त देखिँदैन नि अब के हो भनेर भयो भयो एकछिन चेयर्स गरौँ यसलाई जति हतार ल ल 1 2 च्यालेन्ज हाने के च्यालेन्ज हैन अनि आधी खाइसक्छ ल भन् युट्युब खोल्ने सोच कसरी आयो तँलाई भनेर सोध न मलाई युट्युब खोल्ने सोच कसरी आयो ल खासमा मलाई पहिल्यैदेखि थिएन त तर मैले चाहिँ साइग्रेसको भिडियोमा चाहिँ बेबोको र सुरक्षाको सुन्दा फेरि उनीहरूको फ्यामिली ब्याकग्राउन्डहरू चाहिँ कस्तो भन्नाले एकदम दर्दनाक भनौँ न त्यस्तो हुँदै त उनीहरू त्यस्तो गर्न सक्छ नि हाम्रो फ्यामिली ब्याकग्राउन्ड त्यस्तो छैन नि त ट्राई मात्रै हो त्यो पनि गरी हेरौँ न त किन नगर्नु र भनेर मेरो इन्सपिरेसन चाहिँ अहिले चाहिँ सुरक्षा र बेबो अनि मलाई अनिल सुनारको भ्लग चाहिँ यति धेरै मनपर्छ कि यस्तो अनफिल्टर मान्छे पुरै छोडिदिउँ के बेबो पनि अनफिल्टरै छ न त अनिल पनि के हुन्छ नि उसले नाच्ने तरिकाहरू उसलाई लाजै छैन के हुन्छ नि कसैलाई त मैले के गर्दा ऊ मान्छेले जज गर्छ कि भन्ने हुन्छ नि उसले केही पनि त्यो छैन अनि बेबो पनि त्यस्तै छ बेबो चाहिँ आफू कस्तो छ त्यस्तै प्रेजेन्ट हुन्छ कि त्यही भएर उनीहरू चाहिँ मेरो एकदम ठुलो इन्सपिरेसन हो मेरो सुक्खा भयो कि मलाई सुक्खा त्यति मन पर्दैन खाने यो तेरो धेरै पिरो रहेछ यस्तो पनि फेरि एउटा अर्को कुरा थियो मान्छेले के सोध्छ भनेर चाहिँ सोच्नु हुँदैन रहेछ के सोच्ला मैले यसरी गर्दा फेरि मान्छेले के भन्ला भनेर सोच्यो भने चाहिँ जिन्दगीमा कहिले अगाडि बढ्दैन त्यो मान्छे चाहिँ त्यो सोच चाहिँ सुरुमा हटाउन पर्छ क्या बुझिस् त आएको कति भयो अरे 6 वर्ष भयो त्यो पनि चपसुकले खाना चाहिँ यसले सक्दैन तर म चाहिँ सक्छु अझै नहुने त होइन यसको पनि आयो स्वाद निस्क्यो मैले चाहिँ 1 वर्ष टाइम लिएको 1 वर्षसम्म पनि मैले चाहिँ 1000 फलोवर्स र अनि 4000 वाच आवर पुऱ्याउन सकेन भने चाहिँ के गर्छस् भन्न त्यसै त मेरो युट्युब फ्यामिलीहरूले हुनै दिँदैन नि मेरो दिमागमा एउटै मात्रै कुरा आइरहेको क्या धेरै भुइँसारे ढोके ढोक यो युट्युब च्यानल खोल्दा एउटा चाहिँ के फाइदा भयो त भने मम्मीहरूलाई घरमा फोन गरेर भन्नु पर्दैन लक्ष्मी किनभने अलरेडी थाहा हुन्छ के गरिरह भने के गर्दैछ के खाँदैछ कता गइरह भनेर अब सायद फोन गर्दैन होला हामीले काहीँ फोन गरेर भने नि युट्युबमा खोल्ने अनि कहाँ रहेछ छोरीहरू भने ठ्याक्क पत्ता लगाउन सजिलो भयो क्या अरू केही फाइदा भएन नभए नि यति एउटा फाइदा चाहिँ भयो तर म बाबाले नै अवश्यमै सब्सक्राइब गरेँ मेरो च्यानल थाहा नै छैन थाहा छैन आज बोल्दा त खोलेको मैले यसको नाम भन्नु बिर्सेछ यसको नाम त लक्ष्मी है लक्ष्मी मेरो दिमागमा म खाइराखु मलाई त्यो भुइँसारे ढोगे है सोल्टी चलिरहेको कि त्यसो त कहिले हुन्छ नि अब एउटा काम गर्दा दिमागमा त्यही भुइँसारे ढोगे है सोल्टी आयो कि यो चाहिँ मेरो आफ्नै दिदी हो मेलेमा बिछट गए फेरि त्यति धेरै बोल्दैन ठ्याक्कै हामी चाहिँ हान्दै छौँ कि ए के भन्छ नेपालीमा अपोजिट छौँ कि त्यही नि इङ्ग्लिस हो फरक विपरीत छौँ कि विपरीत छौँ होइन म चाहिँ एकदम धेरै बोल्न मनपर्छ म चाहिँ उफ्रिँदै नाच्दै यस्तो छ म चाहिँ यो चाहिँ एकदम शान्त स्वभावको छ तर यो चाहिँ मेरो साक्खै दिदी आफै कुनै डाउट छैन हुन त डिएनए टेस्ट गरेँ होइन एकचोटि भुइँसा ढोग्यो है सोल्टी गरेर न दिमागमा त्यही मजा
3, 2, 1 go. भुइँसर सोटी ल हामी चाहिँ अब बिदा हुन जान्छौँ एकदम धेरै खाइसक्यो